वाह! वाह! बालेन सरकार स्यालुट एन्ड नमन गर्दछु। लोकतन्त्रको नाममा तत्कालीन समयका राजा महेन्द्रले निर्माण गरेको महेन्द्र राजमार्गलाई पूर्व पश्चिम राजमार्ग भनेर नामाङ्करण गरेका थिए। त्यो नामाङ्करण गरेको जुन पूर्व पश्चिम राजमार्ग छ, महेन्द्र राजमार्ग, त्यसलाई बालेन सरकारले पुनः महेन्द्र राजमार्ग नै भनेर नामाङ्करण गरेका छन्। यो प्रशंसनीय कार्य छ। यसको लागि स्यालुट गर्दछु। त्यसै गरी भिआइपी गाडी, विशेष सुविधा र अनावश्यक सुरक्षा, घरमा चाहिने सुरक्षाकर्मीहरू राखेर भिड बनाउने जुन प्रयत्न थियो, त्यसलाई पनि घटाएको छ। यो पनि प्रशंसनीय कार्य छ। सरकारी कामलाई छिटो, छरितो र जनभावनाअनुसार गर्ने प्रणालीको विकास गरेको छ। ढिला सुस्ती भयो भने त्यस्ता व्यक्तिलाई, त्यस्ता पदाधिकारीलाई तत्कालै कारबाहीको लागि अगाडि बढ्ने निर्णय पनि गरेको छ। त्यसै गरी आर्थिक रूपले कमजोर नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। यो पनि प्रशंसनीय कार्य हो, किनभने अहिले 16औँ योजनाको अन्तसम्म 12% जनता करिब गरिबीको रेखामुनि नै रहेका छन्। 20%बाट 12%मा झार्ने लक्ष्य छ र 20% जनता त अहिलेसम्म पनि गरिबीको रेखामुनि रहेका छन्। तिनीहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ। त्यसै गरी शिक्षामा व्यापक सुधार गरेको छ र तत्कालीन समयमा हटाएको नैतिक शिक्षालाई पुनः नैतिक शिक्षा लागू गर्ने निर्णय पनि गरेको पाइन्छ र यसको साथसाथै सार्वजनिक यातायातहरूमा महिलाको सुरक्षाको विशेष व्यवस्था गरेको छ। थ्याङ्क यू। यस्तै प्रशंसनीय कामले बालेन सरकार विश्वका 100वटा प्रभावशाली प्रधानमन्त्री अथवा राष्ट्र प्रमुखहरू मध्येको सूचीमा पर्न सफल हुनुभएकोले हाम्रो देश नेपाल सगरमाथाको देश, बुद्धको देश भनेर विश्वका मानिसहरूले चिन्नेछन् र यो हाम्रो देशको यो बालेन नेतृत्वको सरकार विश्वमा एउटा पपुलर सरकार बन्नेछ भन्ने आशा गरेका छौँ। जय नेपाल, जय मेरो देश, प्राणभन्दा